चप्पल खा, चप्पल लिएर आऊ। मम्मी 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 चप्पल लिएर आऊ। प्रकृति कृषि फार्मको लागि फार्ममा चाहिँ यहाँ केही कृषिमा नयाँ कामहरू थालनी गर्नको लागि यो हामी मिसिन लगाइरहेका छौँ। हामीलाई थाहा छ हाम्रो देश नेपाल कृषि प्रधान देश हो। कृषि प्रधान देशमा कृषिजन्य चिजहरू उत्पादनको लागि हामीले यो कृषि कर्म थालनी गर्छौँ। गाउँमा अब परम्परागत खेतीले मात्रै गाउँमा समृद्धि नहुने जस्तो लाग्यो। त्यसकारण कृषिमा नयाँ नयाँ तरिकाको खेतीहरू गर्नको लागि यो काम सुरुवात गरेका छौँ। नमस्ते, हामी यतिखेर मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर 3बाट यहाँको माझमा एउटा सानो भिडियो हामी बनाउँदैछौँ। हजुरहरूले यो दृश्य देखिरहनु भएको छ जहाँ डोजर चलिरहेको छ। यो बाँझो जमिनमा कृषिमा केही नयाँ बिरुवाहरू रोप्नको लागि हामीले यो ठाउँ तयार पार्दैछौँ। यसको उद्देश्य भनेको हामीलाई थाहा छ हाम्रो देश नेपाल कृषि प्रधान देश हो। कृषि प्रधान देश भएको कारणले नेपाललाई उत्पादन क्षेत्रमा हामीले जोड दिनको लागि उत्पादनलाई नयाँ ढङ्गले नयाँ नयाँ चिजको उत्पादन गर्नको लागि हामीले ठाउँ बनाउँदैछौँ। यो कृषि हामीले मकवानपुर जिल्ला बागमती गाउँपालिका प्रकृति कृषि फार्मबाट चाहिँ यहाँ यो कार्य सुरु भएको छ।
the way